साथीहरू नमस्कार। तपाईँहरूलाई आज मैले नेपालको सरकारी स्वामित्वको अधिकांश सेयर स्वामित्व भएको ब्याङ्क भनेर पनि बुझ्ने काम गरिन्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड अन्तर्गत तह 6 भन्छ, जसलाई हामी अफिसर लेभल भनेर भन्छौँ। ब्याङ्कमा चाहिँ सहायक प्रबन्धक भन्छ। यो पदको विशेष गरी प्रशासन सेवा अन्तर्गत, प्रशासन समूह अन्तर्गतको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम को बारेमा जानकारी दिनका लागि उपस्थित भएको छु। तपाईँहरू पनि राष्ट्रिय वाणिज्य ब्याङ्कको अफिसर लेभल भनौँ अथवा तह 6 को तयारी गरिरहनु भएको छ भने तपाईँको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनसक्छ साथीहरू। त्यस कारणले गर्दा कति पनि तपाईँको स्किप नगरेर भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। यो विशेष गरी यो प्रशासन सेवा अन्तर्गतको सिलेबसको बारेमा मैले आज डिस्कस गर्न गइराखेको छु है। प्रशासन सेवा भन्छ। त्यसै गरी यो तह 6 को रहेको छ। यसको पद चाहिँ के हो भन्दा असिस्टेन्ट म्यानेजर, सहायक शाखा प्रबन्धक। यो पदमा तपाईँले जागिर खानुभयो अथवा नाम निकाल्नुभयो भने अलिकति पहाडतिरका जिल्लाहरूमा तपाईँलाई बिएम भन्छ नि, ब्रान्च म्यानेजर को जिम्मेवारी पनि दिन सक्छ। अलिकति तपाईँको ठुलो शाखाहरूमा अथवा ठुलो जिल्लाहरूमा ठुलो शाखा हुने कारोबार भएको शाखाहरूमा चाहिँ तपाईँलाई असिस्टेन्ट ब्रान्च म्यानेजरको रूपमा तपाईँलाई जिम्मेवारी प्रदान गर्न सक्छ। यसमा चाहिँ विशेष गरी खुल्लाको लागि है, खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको लागि चाहिँ यो पाठ्यक्रम हो भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने रहन्छ साथीहरू है त। अब त्यसै गरी तपाईँको हेरौँ, यो पाठ्यक्रम योजना चाहिँ विशेष गरी तपाईँको 2 चरणमा यसको इक्जाम हुने काम गर्छ है। एउटा चाहिँ तपाईँको लिखित परीक्षा हुन्छ, अर्को भनेको तपाईँको के हुन्छ भन्दा अन्तर्वार्ता रहने काम गर्छ। 2 चरणमा तपाईँको यसको इक्जाम रहने काम गर्छ। यो पदको लागि अहिलेको समयमा चाहिँ तपाईँलाई चाहिँदैन है, भन्नुको मतलब प्रिटेस्ट चाहिँ आवश्यक छैन भन्ने कुरा पनि बुझ्नुपर्छ। यसको पूर्णाङ्क चाहिँ 200 मार्क्सको रहने काम गर्छ। यसमा चाहिँ लिखितमा एउटा 100 मार्क्सको एउटा है, अर्को चाहिँ तपाईँको 100 मार्क्स गरेर दुईवटा 100 मार्क्सको तपाईँलाई 2टा क्वेसनहरू चाहिँ तपाईँले सोधिन्छ। 2टा पेपरमा तपाईँले सोधिन्छ। यसमा चाहिँ पूर्णाङ्क चाहिँ तपाईँको 200 पूर्णाङ्क छ भने तपाईँको अन्तर्वार्तामा चाहिँ तपाईँको 30 पूर्णाङ्क रहने काम गर्छ। टोटल 230 पूर्णाङ्कको तपाईँले पार गर्नुपर्छ। केसको लागि हुनको लागि भन्नुहुन्छ भन्दा तपाईँ चाहिँ जागिर खानको लागि पहिला तपाईँले रिटर्नमा 200 पूर्णाङ्क जुन छ त्यसमा चाहिँ पास मार्क्स चाहिँ ल्याउनु पर्ने रहन्छ। र त्यसमा चाहिँ हेर्नुहुन्छ भने पहिलो प्रथम चरणमा लिखित परीक्षा हुन्छ। लिखित परीक्षामा पनि तपाईँको प्रथम खण्ड र द्वितीय खण्ड चरण हुन्छ। प्रथम चरणमा चाहिँ तपाईँले इकोनोमिक्स र ब्याङ्किङबाट आउँछ 100 मार्क्सको। यो 100 मार्क्स कसरी आउँछ भन्नुहुन्छ भन्दा 4वटा प्रश्न 5-5 मार्क्सको आउँछन् भने तपाईँको 8वटा प्रश्न 10-10 मार्क्सको, भन्नुको मतलब 80 मार्क्सको चाहिँ तपाईँको लङ क्वेसन आउँछ है, भने तपाईँको 20 मार्क्सको चाहिँ सर्ट क्वेसन आउँछ भन्ने कुरा बुझ्नुपर्छ। र त्यसमा चाहिँ सर्ट क्वेसन भनेको 5 मार्क्सको, र यसको लागि चाहिँ तपाईँलाई 3 घन्टा समय दिएको छ। 3 घन्टामा तपाईँले आन्सर लेख्नुपर्छ। यसमा चाहिँ पास मार्क्स हुनको लागि 40 मार्क्स चाहिँ आवश्यक पर्छ, 40 नम्बर। त्यसै गरी जब यसको अतिरिक्त तपाईँले अर्को पेपर तपाईँले दिनुपर्छ, जसलाई हामी द्वितीय चरण भन्छौँ। यो गभर्नेन्स एन्ड अफिस म्यानेजमेन्टसँग रिलेटेड क्वेसन आउँछ। यसमा पनि सेम 100 मार्क्सको क्वेसन आउँछ। तपाईँ 40 मार्क्स तपाईँले पास मार्क्सको लागि 40 मार्क्स ल्याउनुपर्छ। र यसमा चाहिँ पनि सेम के छ भन्दा छोटो उत्तर र लामो उत्तर गरेर 2वटा क्वेसन आउँछ। छोटो उत्तरमा चाहिँ 4वटा प्रश्न 5-5 मार्क्सको 20 मार्क्सको आउँछ भने 80 मार्क्सको चाहिँ लामो उत्तर लेख्ने 10-10 मार्क्सको उत्तर लेख्ने आउँछ। यसको पनि समय कति घन्टा? 3 घन्टा दिएको छ। जब यो तपाईँले प्रथम चरण पास गर्नुहुन्छ, प्रथम चरण पास गरिसकेपछि बल्ल तपाईँ द्वितीय चरणमा प्रवेश गर्नुहुन्छ साथीहरू है त। द्वितीय चरण अन्तर्गत चाहिँ तपाईँले के गर्नुहुन्छ भन्नुहुन्छ भन्दा तपाईँले अन्तर्वार्ता दिनुपर्ने हुन्छ। यसको 30 मार्क्स रहन्छ। यो चाहिँ मौखिक हुन्छ, यसमा लिखित हुँदैन है। यसमा चाहिँ मौखिक रहने काम गर्छ भन्ने कुरा तपाईँले बुझ्नुपर्छ साथीहरू है त। यो पाठ्यक्रम चाहिँ 2082 9 महिना 27 गते यो के भएको थियो भन्दा स्वीकृत भएको थियो भन्ने कुरा बुझ्नुपर्ने रहन्छ। अब त्यसो भए तपाईँको 100 मार्क्स प्रथम चरण अन्तर्गत तपाईँ 100 मार्क्स आउन खोजिराखेको छ। त्यस अन्तर्गत हेर्दाखेरि चाहिँ पहिलो टपिक रहेको छ। प्रथम चरण 50 मार्क्स छ।
50 मार्क्स कुन टपिकबाट आउँछ भन्दा इकोनोमिक्स एन्ड ब्याङ्किङबाट आउँछ। इकोनोमिक्स ब्याङ्किङमा कुनबाट आउँछ भन्नुहुन्छ भन्दा इकोनोमिक सिचुएसन, च्यालेन्जेस एन्ड प्रोस्पेक्ट्स भन्छ, यसबाट चाहिँ क्वेसनहरू आउने काम गर्छ। यसमा चाहिँ डोमेस्टिक इकोनोमीको बारेमा तपाईँले सोध्छ, यसको डोमेस्टिक इकोनोमीको स्ट्याटस के छ, यसका प्रोस्पेक्ट एन्ड च्यालेन्जेसहरू के छन् भन्ने कुरा सोध्छ। त्यसै गरी तपाईँको करेन्ट म्याक्रो इकोनोमिक एन्ड फाइनेन्सियल सिचुएसन, जस्तो तपाईँको जिडिपीको बारेमा तपाईँलाई सोधिदिन सक्छ, इकोनोमिक ग्रोथको अवस्था, अहिलेको फिस्कल सिचुएसन कस्तो छ, अहिलेको तपाईँको मोनिटरी सिचुएसन कस्तो छ, हाम्रो एक्सटर्नल सेक्टर है इकोनोमिक स्टेबिलिटीको लागि आवश्यक पर्ने एक्सटर्नल सेक्टरको आवश्यकता अथवा एक्सटर्नल सेक्टरको अवस्था कस्तो छ, यसको सिचुएसन कस्तो छ भन्ने कुरा को बारेमा हामीले पढ्नुपर्छ। त्यसै गरी तपाईँको यो फाइनेन्सियल एक्सेस, फाइनेन्सियल इन्क्लुजन र फाइनेन्सियल लिट्रेसीसँग सम्बन्धित कुराहरू तपाईँले बुझ्नुपर्छ है। त्यसै गरी तपाईँको अर्को दोस्रो नम्बरको छ इकोनोमिक पोलिसी एन्ड फाइनेन्सियल मार्केट। यो सामान्य हेर्दाखेरि सामान्य सुनिराखेको, तर अलिकति क्वेसन घुमाइदियो भने चाहिँ विद्यार्थीले लेख्न नसक्ने टपिकको रूपमा पनि यो पर्छ। जस्तो तपाईँको फाइनेन्सियल मार्केटको बारेमा, यसको इकोनोमिक डेभलपमेन्टमा के कस्तो रोल छ भन्ने कुरामा, त्यसै गरी क्यापिटल मार्केटको अहिलेको सिनारियो कस्तो छ, अहिलेको स्ट्याटस कस्तो छ, यसमा च्यालेन्जेस, यसका प्रोस्पेक्टको बारेमा, त्यसै गरी तपाईँको मनी मार्केटको इन्स्ट्रुमेन्टको बारेमा, यसको रोलको बारेमा, यसको करेन्ट स्ट्याटसको बारेमा, त्यसै गरी तपाईँको फरेन एक्सचेन्ज मार्केट है नेपालमा खासै फस्ट्याउन प्रभावकारी त छैन, तर तपाईँको एकदम विकसित भइसकेको त छैन, तर फरेन एक्सचेन्ज मार्केट पनि छ। त्यसै गरी डेरिभेटिभ मार्केट है, यो पनि त्यति धेरै प्रभावकारी हुन सकेको छैन, यो बिस्तारै आउन खोजिराखेको छ। त्यसै गरी तपाईँको प्रोजेक्ट एप्राइजलको बारेमा, फाइनेन्सियल स्टेटमेन्ट एनालाइसिसको बारेमा, ब्रेक इभन एनालाइसिसको बारेमा, त्यसै गरी ब्याङ्किङ इन्डस्ट्रीमा हुने फन्डको युजेज, यसको सोर्सेसको बारेमा, बजेटको युटिलिटीको बारेमा, यसका प्रिन्सिपलको बारेमा तपाईँले सोधिदिन सक्छ। त्यसै गरी तपाईँको अर्को भन्छ नेप्लिज ब्याङ्किङ कन्डिसन भन्छ, अथवा यसरी पनि बुझौँ कि जस्तो नेपालको नेपालको चाहिँ ब्याङ्किङ र अदर इन्स्टिट्युसन्सको बारेमा यसको हिस्ट्री के छ, यसको रोल के छ, यसको कन्ट्रिब्युसन के छ भन्ने विषयमा तपाईँले बुझ्नुपर्छ। जस्तो तपाईँको सेन्ट्रल ब्याङ्कको तपाईँको हिस्ट्री कस्तो छ, यसको रोल के छ र यसले कसरी कन्ट्रिब्युसन गरिराखेको छ भन्ने विषयमा पढ्नुपर्ने हुन्छ। त्यसै गरी कमर्सियल ब्याङ्कको रोल, यसको हिस्ट्री, यसको चाहिँ कन्ट्रिब्युसनको बारेमा, अदर ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, जस्तो तपाईँको डेभलपमेन्ट ब्याङ्क हुनसक्छ, फाइनेन्स कम्पनी, माइक्रो फाइनेन्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क, यस्ता ब्याङ्कहरूको बारेमा, अदर इन्स्टिट्युसन्सहरूको बारेमा है, तपाईँको नन ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसन जस्तो सिआइटी, एसएसएफ यस्ताको बारेमा, त्यसै गरी इन्भेस्टमेन्ट ब्याङ्किङ, मर्चेन्ट ब्याङ्किङको बारेमा, म्युचुअल फन्डको बारेमा तपाईँले बुझ्नुपर्छ। यति कुरा तपाईँले पढ्नुभयो भने तपाईँको 50 मार्क्स सक्यो है। अब अरू बाँकी 50 मार्क्स चाहिँ कुन टपिकबाट भन्नुहुन्छ भन्दा, अरू 50 मार्क्स चाहिँ हामीले यस्ता टपिकबाट तपाईँले पढ्नुपर्ने हुन्छ। जस्तो तपाईँको इमर्जिङ टपिक्स अन ब्याङ्किङ सेक्टरको बारेमा, जस्तो नियो ब्याङ्क, भर्चुअल ब्याङ्क, ओपन ब्याङ्क, भर्चुअल करेन्सी, सिबिडिसी, इलेक्ट्रोनिक पेमेन्ट्स, मोबाइल ब्याङ्किङ, इ कमर्स, ग्रिन फाइनेन्सिङ, ट्रेड फाइनेन्स जस्तो एलसी, बिजी यस्ता बारेमा तपाईँले सोधिदिन सक्छ। त्यसै गरी यति मात्र होइन, यसका अतिरिक्त तपाईँ कन्टेम्पोररी ब्याङ्किङ इस्युजहरू छन् नि, जस्तो तपाईँको हेर्नुहुन्छ भने लिक्विडिटीको बारेमा, यसको पोजिसन, एक्सेस, सर्टेजको बारेमा, इन्ट्रेस्ट रेट फ्लक्चुएसन है किन फ्लक्चुएट हुन्छ है, यस्तो किन यसलाई कसरी तपाईँको यसलाई चाहिँ सन्तुलनमा राख्न सकिन्छ भन्ने विषयहरूमा, त्यसै गरी तपाईँको डिपोजिट स्ट्रक्चरको बारेमा, लोन सेड्युलिङको रिसेड्युलिङको बारेमा, त्यसै गरी लोनको रिस्ट्रक्चरिङ भन्छ है, तालिकीकरण, यसको चाहिँ लोनको चाहिँ तालिकीकरण गर्ने कुराहरू, यसको चाहिँ पुनर्संरचना गर्ने कुराहरू, पुनः तालिकीकरण, एभरग्रिनिङको कुराहरू, त्यसै गरी नन पर्फर्मिङ लोनको व्यवस्थापन गर्ने कुराहरूबाट तपाईँले सोधिदिन सक्छ। त्यसै गरी तपाईँले सोधिदिन सक्ने भनेको चाहिँ के छ भन्दा च्यालेन्जेस एन्ड अपर्च्युनिटी अफ आरबिबी, राष्ट्रिय वाणिज्य ब्याङ्कको चाहिँ च्यालेन्जेस के छ, अपर्च्युनिटी के छ भन्ने विषयमा तपाईँले सोधिदिन सक्छ। जस्तो तपाईँको म्यानेजरल स्टाइल एन्ड प्र्याक्टिसको बारेबाट तपाईँले सोधिदिन सक्छ, कस्टमर सर्भिस सेटिस्फ्याक्सन लेभलबाट, त्यसै गरी मार्केट स्ट्रक्चर, मार्केट सेयरको बारेबाट, जियोग्राफिकल प्रेजेन्स एन्ड नेटवर्किङ मध्येबाट, डिसिजन मेकिङ, सर्भिस डेलिभरी, ट्रस्ट वर्थीनेस, डिपेन्डेबिलिटी इम्प्लोइ टर्नओभर, यस्ता टपिकबाट तपाईँले क्वेसन्सहरू सोधिदिन सक्छ। यिनी कुरामा तपाईँले हेर्नुपर्ने हुन्छ। यति तपाईँले क्वेसन हेर्नुभयो भने तपाईँलाई के हुनसक्छ भन्दा सम्भावना पास हुनको लागि एकदमै सहज हुन्छ। यिनी टपिकबाट तपाईँलाई क्वेसन आउँछ, भन्दा खासै बाहिरबाट जाँदैन। र तपाईँलाई के पनि भन्छ
भन्छ भन्दा इकोनोमिक्स ब्याङ्किङ एन्ड इकोनोमिक्स र ब्याङ्किङबाट तपाईँलाई दुईवटा सेक्सन दिएको छ, एउटा सेक्सन ए सेक्सन बी। सेक्सन एबाट 50 मार्क्स, सेक्सन बीबाट 50 मार्क्स गरेर 100 मार्क्स आउँछ। सेक्सन एमा रहेको 1, 2, 3 तिनवटा युनिट छन्। तिनवटा युनिटबाट तपाईँलाई कति मार्क्सको क्वेसन सोध्छ भन्नुहुन्छ भन्दा 2वटा सर्ट खोज्छ, 2वटा लङ सोधेर तपाईँको 50 मार्क्स सोध्छ भने त्यसै गरी तपाईँको 4, 5, 6 तिनवटा टपिकबाट पनि 2टा क्वेसन सर्ट 4वटा क्वेसन लङ गरेर यसरी सोध्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसै गरी तपाईँको अर्को रहेको छ द्वितीय चरण। द्वितीय चरण चाहिँ विशेष गरी गभर्मेन्ट विशेष गरी तपाईँ गभर्मेन्ट एन्ड अफिस म्यानेजमेन्टबाट तपाईँलाई सोध्छ। यसमा पनि कर्पोरेट गभर्नेन्ससँग रिलेटेड तपाईँलाई सोध्ने काम गर्छ, कर्पोरेट गभर्नेन्स र सस्टेनेबिलिटीबाट। यसमा पनि जनरल प्रिन्सिपल अफ कर्पोरेट गभर्नेन्सका प्रिन्सिपलहरूबाट सोधिदिन सक्छ, कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीबाट सोधिदिन सक्छ, सस्टेनेबिलिटी र इन्भाइरोमेन्टबाट सोधिन सक्छ, फाइनेन्सियल कन्ज्युमर प्रोटेक्सनबाट तपाईँले सोधिदिन सक्छ। त्यसै गरी तपाईँको ब्याङ्किङ रिलेटेड ल एन्ड पोलिसी अथवा डिरेक्टिभबाट सोधिदिन सक्छ, जस्तो एनआरबी एक्टबाट सोध्न सक्छ, बाफियाबाट सोध्न सक्छ, पेमेन्ट एन्ड सेटलमेन्टबाट सोध्न सक्छ, मनी लन्ड्रिङबाट सोधिदिन सक्छ, ब्याङ्किङ अफेन्सबाट, फरेन एक्सचेन्ज रेगुलेसन एक्टबाट, नेगोसिएबल इन्स्ट्रुमेन्टबाट, इलेक्ट्रोनिक ट्रान्जेक्सन एपबाट। त्यसै गरी तपाईँ द एक्ट अन डेब्ट्स एन्ड ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्टबाट, गभर्मेन्ट ट्रान्जेक्सन डिरेक्टिभबाट, युनिफाइड डिरेक्टिभबाट हो, यस्ताबाट तपाईँले क्वेसनहरू सोधिदिन सक्ने सम्भावना रहेको छ। त्यसै गरी तपाईँको अर्को भनेको तपाईँले सोध्न सक्ने चान्स कहाँ छ भन्नुहुन्छ भन्दा तपाईँ कहाँ छ भन्नुहुन्छ भन्दा यो चाहिँ अदर रिलेटेड पोलिसिजहरू छ नि हो, यता अदर रिलेटेड पोलिसिजहरूबाट सोध्न सक्छ। जस्तो तपाईँको कम्पनी एक्ट छ, इन्कम ट्याक्स छ, लेबर एक्ट छ, पिसिए छ अथवा R2I छ राइट टु इन्फर्मेसन एक्ट छ, बोनस एक्ट छ, साइबर रेसिलियन्स गाइडलाइन्स छ, नेसनल साइबर सेक्युरिटी छ, राष्ट्रिय वाणिज्य ब्याङ्कको कर्मचारी सेवा विनियमावली छ हो। यिनीहरूबाट तपाईँले क्वेसनहरू सोधिदिन सक्ने चान्स छ। यिनीहरूबाट तपाईँले के गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, त्योबाट तपाईँले 50 मार्क्स सोध्छ भने अब बाँकी 50 मार्क्स कहाँबाट सोध्छ भन्नुहुन्छ भन्दा तपाईँको अर्गनाइजेसनल म्यानेजमेन्ट एन्ड कन्ट्रोल, जस्तो तपाईँको म्यानेजमेन्टको फङ्सन प्रिन्सिपलबाट, ह्युमन रिसोर्स म्यानेजमेन्टबाट, रिस्क म्यानेजमेन्टबाट, स्ट्रेस म्यानेजमेन्टबाट, चेन्ज म्यानेजमेन्टबाट, कन्फ्लिक्ट म्यानेजमेन्टबाट, टोटल क्वालिटी म्यानेजमेन्टबाट, अडिट एन्ड इन्टरनल कन्ट्रोलबाट तपाईँले सोधिदिन सक्छ। त्यसै गरी तपाईँको ओबी भन्छ अर्गनाइजेसनल बिहेभियर, जस्तो जब डिस्क्रिप्सन, जब एनालाइसिस, जब स्पेसिफिकेसन, मोटिभेसन, पर्फर्मेन्स इभ्यालुएसन हो, कम्युनिकेसन स्किल एप्रोच, टिम बिल्डिङ, कस्टमर सेटिस्फ्याक्सन, सर्भिस डेलिभरी, ग्रिभेन्स ह्यान्डलिङ, यस्ताबाट तपाईँले क्वेसन्सहरू सोधिदिन सक्छ। त्यसै गरी तपाईँको अफिस म्यानेजमेन्ट अन्तर्गत तपाईँको जस्तो रेकर्ड म्यानेजमेन्टका कुराहरू, फाइलिङ इन्डेक्सिङका कुराहरू, अफिस लेआउटका कुराहरू, लजिस्टिकका कुराहरू, मिटिङ म्यानेजमेन्टका कुराहरू, अर्जेन्सी एन्ड क्राइसिस म्यानेजमेन्टका कुराहरू, कस्टमर रिलेसनसिप म्यानेजमेन्टका कुराहरू, यस्ताबाट तपाईँले क्वेसनहरू आइदिन सक्ने सम्भावना रहेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने ओभरअलमा हेर्नुहुन्छ भने त्यसो भए दोस्रो च्याप्टरबाट गभर्मेन्ट एन्ड अफिस म्यानेजमेन्टबाट पनि 2वटा सेक्सन ए सेक्सन बी। सेक्सन एबाट 50 मार्क्स तपाईँलाई सोध्छ, सेक्सन बीबाट 50 मार्क्स सोध्छ। त्यस अन्तर्गत तपाईँलाई च्याप्टर 1, 2, 3बाट तपाईँलाई 2वटा सर्ट, 4वटा लङ सोध्छ, टोटल 50 मार्क्सको भने सेक्सन बीबाट पनि 4, 5, 6 तिनवटा खण्ड अन्तर्गत 2वटा चाहिँ तपाईँलाई सर्ट आउँछ भने 4वटा लङ आउने काम गर्छ। यसरी चाहिँ तपाईँलाई क्वेसन सोध्ने काम गर्छ साथीहरू है त। तपाईँहरू पनि तयारी गरिराख्नु भएको छ है, तपाईँहरू पनि यसरी तयारी गरिराख्नु भएको छ भने तपाईँको लागि चाहिँ यो सिलेबस एकदमै महत्त्वपूर्ण हुनसक्छ। त्यस कारणले गर्दा सिलेबसलाई सर प्रिन्ट गर्ने, सिलेबसमा भएका टपिकहरू अलिकति डिपली अध्ययन गर्ने, विभिन्न तपाईँले आफूले पढेका +2 ब्याचमा पढेका बुकहरू कलेक्सन गर्ने, त्यति मात्र नभएर बजारबाट बुकहरू ल्याउने, च्याटजिपिटी, जेमिनाई जस्ता विभिन्न एआई टुलहरूको प्रयोग गर्ने, इन्टरनेटहरू हेर्ने, फेसबुकका ग्रुपहरू हेर्ने हो, विभिन्न तपाईँको गभर्मेन्ट
जस्तो ब्याङ्कहरू, राष्ट्रिय वाणिज्य ब्याङ्क वेबसाइट, एनआरबीको वेबसाइट, मोफाका वेबसाइट, यस्ता वेबसाइटहरूको अध्ययन गर्ने, अर्थ मन्त्रालयको वेबसाइटहरू अध्ययन गर्ने, त्यसै पुँजी बजारका लागि धितोपत्र सेवनको वेबसाइटहरू अध्ययन गर्ने, यस्ता विभिन्न कुराहरूको अध्ययन गर्नुभयो। विभिन्न ब्याङ्कहरू निकालेका विभिन्न प्रतिवेदनहरू हुनसक्छन्, विभिन्न वार्षिक प्रतिवेदनहरू हुनसक्छन्, तिनीहरूको अध्ययन गर्ने। यिनी गर्नुभयो भने यो इक्जामलाई क्र्याक गर्नको लागि खासै त्यस्तो गाह्रो छैन। त्यस कारणले गर्दा कृपया निरन्तर रूपमा रेगुलर रूपमा तपाईँले तयारी गर्नुहोला, अध्ययन गर्नुहोला। र हामीले यस च्यानल मार्फत अब रेगुलर रूपमा डेली 2-3वटा क्वेसनहरू तपाईँहरूलाई प्र्याक्टिस गराउनेछौँ। त्यस कारणले गर्दा तपाईँहरू पनि हामीसँग जोडिएर प्र्याक्टिस गर्न चाहनुहुन्छ भने हामीसँग जोडिनुहोला भन्न चाहन्छु। र तपाईँहरूलाई केही क्वेसन छन् सिलेबससँग सम्बन्धित भने कृपया कमेन्ट गर्नुहोला। हामी तपाईँको कमेन्टको पक्कै हामी रिप्लाई गर्ने नै छौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई बिदा दिनुहोस्। हामी अर्को भिडियोको साथ फेरि भेटिने छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।